चाहिँ हाम्रो दोस्रो दिन हाम्रो लुम्बिनी ट्रिप चाहिँ सकिएको छ। ठ्याक्क 6 बजे आउने भनेर तिमी कति बजे आयो? 6 बजे। हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी वी आर गोइङ लुम्बिनी। अनि अहिले चाहिँ आज चाहिँ कति 13 पे हो। बिहान अहिले 6 बजिरहेछ, 6 साढे 6 कति भइरहेछ। अनि हामी चाहिँ अहिले मेरो होस्टेलको तल छौँ, फुलबारी बोइज होस्टेलको डाउन। अनि हामी सबैजना ग्यादर भइसक्यो। अनि हामी चाहिँ अब यहाँबाट गइरहेछौँ। आज चाहिँ हामीसँग दुईवटा डिओ 125 छ। हामी चाहिँ यसको रिभ्यू दिन्छौँ। तपाईँहरूलाई रिभ्यू चाहियो भने यु क्यान लेट अस नो। बाइ बाइ, सी यु अन द वे। हामी चाहिँ अहिले ठ्याक्कै यो पुल्चोक भन्ने ठाउँमा आइसक्यौँ। अनि यहाँदेखि चाहिँ भैरवा चाहिँ 115 किलोमिटर देखाएको छ। आज चाहिँ हामी लाइक विल बी ट्राभलिङ 115 किलोमिटर्स। अनि यहाँनिर चाहिँ ममताले पेट्रोल हालिसकेछ। नाउ वी आर गुड टु गो। हेलो गाइस, हेर्नु यहाँ शीतलहर यस्तो परेछ नि। यहाँ पुरै भिजिसक्यो, ज्याकेट भिजिसक्यो। यहाँ मेरो ग्लोभ्स हेर्न सक्नुहुन्छ, ज्याकेट हेर्न सक्नुहुन्छ, पुरा भिजिसक्यो। केही देखेको छैन कि भिजिबिलिटी लिटरली जेरो छ कि। हेर्नु न, गाडी आएको छ भने देखिँदैन रहेछ। यस्तो बाटोमा त मैले फर्स्ट टाइम राइड गरिरहेको छु। लाइक हेलमेट पुरा भाइजरभरि पानी नै पानी छ। मेरो ओठै पुरा फ्रिज होला जस्तो भइसक्यो गाइस, यस्तो चिसो छ नि। गाइज हामी चाहिँ यहाँ दाउनेको उकालो सुरु हुन लागेको रहेछ अहिले। अनि हामी चाहिँ ठ्याक्कै यहाँनिर आएर खानासाना सरी खाजा खायो। त्यस पछाडि अब चाहिँ हामी यहाँबाट खाजा अघि नै देखिसक्नु भयो। यहाँ चाहिँ आगोसहरू काटिरहेछौँ। यस्तो हेर्नु न, बाटो यस्तो धुलो थियो, पुरै धुलै धुलो भयो। है त ल, कस्तो लाग्यो बाटो साथी? दामी। कस्तो लाग्यो बाटो इज येट टु कम। प्रकाशको चाहिँ आज नयाँ लुक छ। अल फ्रम बिहार। अब चाहिँ खाजा यही खाएको होइन। अब चाहिँ वी आर गुड टु गो। दुईवटा स्कुटर रेडी भइसक्यो। ममताले मार्क्स किनिरहेको छ। नाउ बाटोमा भेटौँ। बाटो चाहिँ ठिक ठिकै छ, एभरेज, नट एज द्याट मच एक्सपेक्टेड होइन। मेरो त यस्तो धुलै धुलो राम्रो। हामी ठ्याक्कै लखन चोक बुटवलमा रहेछौँ होइन, लखन चोक। अब चाहिँ यहाँबाट हामी राइट जाने हो कि लेफ्ट जाने नै थाहा भएन। अब हामी वी आर गोइङ लेफ्ट। चितवनमा चाहिँ सौरा, यहाँ चाहिँ चौराहा भन्ने रहेछ है गाइजहरू। हामी चाहिँ अहिले यहाँ पेट्रोल हाल्न रोकेछौँ। लुम्बिनी चाहिँ यहाँदेखि अलिकति अगाडि नै छ अरे हजुर। त्यहाँनिर कुरिरहेको छ। ऊ अपडेट दिइरहेको छ, उसको अपडेट दिने काम हो। अपडेट दिएर भ्यायौ ल, अपडेट दियौ तिमीले। अपडेट दिउँ साथीहरू। हामी चाहिँ ठ्याक्क यो विशाल आयल सप्लायर्स भन्ने पेट्रोल पम्पमा छौँ, जुन चाहिँ ठ्याक्क त्यो लखन चोकबाट लगभग 2-3 किलोमिटर अगाडि छ होइन। अनि यो चाहिँ ठ्याक्कै काठमाडौँको लेन जस्तो के, ठ्याक्कै त्यो कोर्सोरबाट यता सातो बाटो जाने बाटो जस्तो छ ठ्याक्कै। हामी बुटवलदेखि चाहिँ लुम्बिनी जानलाई चाहिँ तपाईँहरू त्यो लखन चोकबाट चाहिँ लेफ्ट लाग्नु होइन। अनि लेफ्ट लागेर चाहिँ स्ट्रेट 42 किलोमिटर रहेछ ल गाइज।
हाई गाइज, हामी चाहिँ होटल आइसक्यौँ होइन। अनि यहाँ चाहिँ माथि होटलको टेरेस भ्यू हो, लास्टै राम्रो देखिरहेको छ। अनि हामी जाने चाहिँ अब यता यो साइडतिर हो होइन। अनि यहाँ चाहिँ लास्टै धेरै होटलहरू रहेछ कि, अनि सबैको कस्टहरू चाहिँ राम्रै छ, तपाईँहरू नि आएर बस्न सक्नुहुन्छ। मैले अघि पनि भनिसकेँ, हामी चाहिँ अहिले चाहिँ मोनास्ट्रीहरू जान लागेको। टोटल चाहिँ यहाँनिर 8वटा गेटहरू छ अरे। अनि त्यस पछाडि फर्स्ट 4वटा छ नि, 1 देखि 4 नम्बरको गेटमा जान चाहिँ हामीले एउटा पास बनाउनु पर्छ अरे 1 नम्बरको गेटमा। अनि त्यो पासले चाहिँ तपाईँहरू फर्स्टको 4वटा गेटमा चाहिँ इजिली जान सक्नुहुन्छ होइन। अनि त्यस पछाडि चाहिँ अरू गेटहरूमा चाहिँ स्कुटर बाइक लान मिल्दैन अरे। अनि अब फर्स्टमा चाहिँ हामी यहाँबाट चाहिँ पास बनाउन जान लागिरहेको छौँ। त्योभन्दा अगाडि चाहिँ हामी सायद केही खाजाहरू खान्छौँ होला, खाजा अथवा खाना केही खान्छौँ। अनि त्यस पछाडि चाहिँ विल गो 1 नम्बरको गेटमा, अनि त्यहाँनिर चाहिँ हामी बनाउँछौँ है त, पास बनाउँछौँ। सी यू। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay. Mike. बबाल अमिलो पिरो सबै टक्क। यो चाहिँ समोसा चाट हो, यो चाहिँ ममता ट्राई गर्छ कस्तो छ भने भन्छ। सेम छ टेस्ट त सेम छ। यो चाहिँ हाम्रो आजको फर्स्ट डेस्टिनेसन हो गाइज। यो चाहिँ फाल्थोपेन्सेद्रुब्लिङ मोनास्ट्री भन्ने रहेछ। एकदम कस्तो राम्रो के, हेर्नु न। अनि त्यहाँ अगाडि चाहिँ ओपेरा हाउस जस्तो के हो। अब भित्र कस्तो छ हेरौँ है त गएर। गाइज यो मोनास्ट्री भित्र चाहिँ यस्तो शान्त। ओ माय गॉड, यहाँ चाहिँ स्कुलको बच्चाहरू आउनु भएको रहेछ। अब चाहिँ हाम्रो यो आजको सेकेन्ड गुम्बा हो। यो चाहिँ सिङ्गापुरी स्टाइलकोमा रहेछ। यो चाहिँ सिङ्गापुर युडिसी मोनास्ट्री रहेछ, बेस्ड अन सिङ्गापुरको स्टाइलमा बनाउनु भएको रहेछ। अब चाहिँ हामी भित्र जान्छौँ है त। गाइज हामी चाहिँ अब अर्कोमा आइसक्यौँ, वेलफेयर बाई अल बाई मिन्स नेपाल। यहाँ चाहिँ हरेक मोनास्ट्रीमा जानुभन्दा अगाडि चाहिँ जुत्ता मोजा पनि रहेछ। अब चाहिँ म जुत्ता लाउँदिनँ, म के गर्छु भन्दाखेरि चाहिँ उल बोकेर हिँड्छु, जुत्ता बोकेर हातमा है। ल आउनुहोस्, लेट्स गो। त्यो पाटन दरबार स्क्वायर गएको छैन है। एक्ज्याक्टली पाटन दरबार स्क्वायर।
so hot, guys. हाँ गाइज, हम आ चुके हैं सुनौली बॉर्डर। अब हम जा रहे हैं इंडिया। मेरा पहला इंडिया ट्रिप हो जाएगा, इंटरनेशनल ट्रिप, फॉलोड बाय दिस बिहारी। चलो फॉलो अस। हामी चाहिँ नेपाल इन्डियाको बोर्डरमा यसो घुम्दैछौँ। यहाँ चाहिँ लास्टै खतरा चेकिङ हुँदो रहेछ है साथीहरू। त्यस पछाडि गाडीको भिडहरू वाइल्ड। ल यिनीहरू चाहिँ यहाँ तयारीमा मस्त गइरहेछौँ साथीहरू हामी। फर्स्ट इन्टरनेसनल ट्रिप। यिनीहरूको त्यहाँ सपिङ भइरहेछ। कम्बो मास्टर जस्तो देखेछौ। कम्बो मास्टरको पोज देऊ न। गुरु चालक। हामी चाहिँ यहाँ लगभग सुनौलीको 4-5वटा पसल छिरेर एउटा यो चाहिँ किने। ओके, हामी यिनीहरूले अघिदेखि हेरेछन् यो सृजना यहाँ। They are not liking any of the products. Why? I don't know. अब चाहिँ हामी यहाँबाट जान्छौँ अनि त्यसपछि मायादेवी जानेवाला प्लान छ। खै हेरौँ। Let's see what happens. Bye bye. I'm walking in the streets of China. China, sorry, India guys. हामीले चाहिँ सपिङ गरिसक्यौँ हैन। ममता साथी के किन्यौ तिमीले? ममतालाई चाहिँ अझै पुगेको छैन के हेर्नलाई। ल प्रकाश, चस्मा। ल प्रकाश साथीले चस्मा किन्यो। चस्मा किन्यो कति दाम छ? ल हेर्नु पछाडिको चाहिँ उयो, दिस इज सुनौली बोर्डर है गाइज। ल यता बाटो हो कि? यस्तो जान्छ होइन गाइजहरू। हामी चाहिँ अब सुनौली बजारबाट वी आर गोइङ ब्याक टु यस्तो जाम छ नि गाइजहरू, यस्तो भिड छ यहाँ सुनौली बजारमा। त्यो दिन चाहिँ हामी सिधै सुनौलीबाट फर्केर होटेलमा गएर खानाहरू खायौँ। अनि हामी उता मायादेवी चाहिँ जान पाएनौँ। अनि बेलुका चाहिँ यसो सर्ट वाकमा निस्केको थियौँ। अनि हाम्रो मायादेवी प्लानलाई चाहिँ हामीले भोलि बिहानको लागि सिफ्ट गरेको थियौँ। अनि खानासाना खाएर चाहिँ वी स्लेप्ट। हाई, गुड मर्निङ गाइज। हामी चाहिँ अहिले लुम्बिनीकै होटल बसेकै होटलमा छौँ। अनि अहिले चाहिँ हामी बिहान उठेर मुखहरू धोएर ब्रेकफास्ट गरेर वी आर हेडिङ टुवार्ड्स मायादेवी टेम्पल। हिजो राति चाहिँ सुनौलीबाट फर्किँदा नै रात परिसकेको थियो। अनि त्यो टेम्पल मायादेवी टेम्पल चाहिँ बेलुका चाँडै बन्द हुँदो रहेछ। अनि त्यही भएर चाहिँ अब अहिले चाहिँ बिहान 6 बजे खुल्छ भन्नुभएको छ। अहिले चाहिँ 6-6:30 भइरहेछ। वी आर गोइङ मायादेवी टेम्पल। जस्तो
हामी चाहिँ अहिले अब रेडी सेडी भयौँ आएर अनि त्यसपछि मायादेवी टेम्पल जान्छौँ बाई बाई मायादेवी ल साथीहरू के छ प्रकाश दाजु के छ गाइज वी आर हेडिङ टुवर्ड्स मायादेवी टेम्पल अनि बाटो चाहिँ यस्तो राम्रो देखिरहेको छ अहिले Here we have to buy ticket for everyone. And the ticket for price is this. यहाँनिर चाहिँ जुत्ता खोल्नुपर्छ अनि यहाँ चाहिँ यस्तो लामो लाइन लाग्दो रहेछ अर्ली इन द मर्निङ हामी चाहिँ जुत्ता खोलिसक्यौँ and we are set to go. जाऊ हामी चाहिँ मायादेवी टेम्पलभित्र इन्ट्री लिइसक्यो अनि त्यस पछाडि यहाँ चाहिँ पुरा हुस्सु लागेको कारणले चाहिँ अलि भ्यू चाहिँ खुलेको छैन तर सो पिसफुल हामी चाहिँ यो भित्र छिरेर आइसक्यौँ अनि त्यस पछाडि यिनीहरू चाहिँ यहाँ छ अनि उयो पछाडिको चाहिँ अशोका पिल्लर अनि यहाँभित्र चाहिँ मोबाइलहरू युज गर्न दिनु हुँदैन एकदमै स्ट्रिक्ट छ बट भेरी नाइस यहाँभित्र चाहिँ गौतम बुद्ध जन्मिनु भएको ठाउँ छ एक्ज्याक्ट स्पट छ कि तद्याथौं भाइ सजे महाभाइ सजे राज समुगत स्वाहा 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 नमो रत्नत्रयाय नमो हरिय वलुकीते स्वराय बोधिसत्वाय महासत्वाय महाकरुणिकाय ॐ सर्व रविये सुधानादश यो चाहिँ हाम्रो आजको मतलब लुम्बिनीको सायद लास्ट टेम्पल हुनेछ अनि यो चाहिँ थाइल्यान्ड बेस्ड थाई टेम्पल भनेर चिनिँदै रहेछ अनि यहाँ चाहिँ यस्तो राम्रो राम्रो प्लान्टबाट बनाउनु भयो यो एलिफेन्ट होला होइन अनि त्यहाँ कति सानो यो के हो यो कस्तो यो आर्किटेक्ट चाहिँ एकदमै बवालवाला एलिफेन्ट यो चाहिँ थाई डिस हो अरे एन्ड आइ एम गोइङ टु टेस्ट इट कस्तो हुँदो रहेछ यो चाहिँ कस्तो छ नाइस मिठो छ यो 3 hours later. हामी चाहिँ अहिले वी आर गोइङ ब्याक टु चितवन अनि अहिले चाहिँ यहाँ बाटोमा खाजा खाना फर्किरहेको छौँ लुम्बिनीबाट चाहिँ हामी अघि नै
रिटर्न गरिसक्यौँ अनि अहिले चाहिँ यो बाटोमा हो हामी चाहिँ नयाँ बाटो जान खोजेको हो घुमाएवाला बाटो अनि बुटोल हुँदै नजाने भनेर त्यहाँ चाहिँ हाम्रो एउटा साथी भेटेको छ आज होइन गाइस यो चाहिँ हाम्रो साथी सुबाना हो हामी चाहिँ बुटोलमा उसलाई भेटेको छौँ अनि उसले चाहिँ यहाँबाट चिकन पराठा राम्रो पाउँछ भनेर चिकन पराठा खान लानु लाग्छ अनि हामी चाहिँ अहिले बुटोलदेखि सुनौली जाने बाटोतिर छौँ अब हामी चाहिँ फर्किरहेको छौँ होइन हामी चाहिँ यहाँ चिकन पराठा खान आएको छौँ हाई भन्दै मेरो भ्लगलाई Now who taste it and say you guys. हामीलाई चाहिँ हाम्रो साथी सुवानाले चाहिँ भैरवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्स युसिएमएस चाहिँ घुमाइदिएको थियो सरर लाएर अनि हामी चाहिँ त्यहाँको बिल्डिङहरू त्यहाँको इन्फ्रास्ट्रक्चर्स अनि त्यहाँको प्लेग्राउन्डहरू हेर्दै हेर्दै हामी चाहिँ पछाडिको बाटोबाट निस्कियौँ अनि त्यस पछाडि चाहिँ हामीले सुवाना साथीलाई चाहिँ बाई बाई भनेर चाहिँ हामी हाम्रो गन्तव्यतिर लाग्यौँ बाई बाई